नमस्कार टासीदेलाई अनि हजुरलाई के सूचना दिन चाहन्छु भनेदेखि माथि 12 गान्धी रोडमा मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरमा वर्षै पछि हामीले जुन चाहिँ गरिरहेको छौँ र निशुल्क आँखा जाँच शिविर अनि यो विशेष गरेर मञ्जुश्री सेन्टर फर टिबेटन कल्चर साथसाथमा इनर व्हील क्लब दार्जिलिङ अनि कालिम्पोङको जमगुन रुम्बुछे आई सेन्टरको संयुक्त आयोजनामा यसरी भइरहेको छ 2 दिने निशुल्क आँखा जाँच शिविर 6 तारिक र 7 तारिक सेप्टेम्बर 6 तारिक सञ्चबार पर्छ बिहान 10 बजीदेखि बेलुकी 4 बजीसम्म अनि 7 तारिक चाहिँ आइतबार पर्छ बिहान 9 बजेदेखि दिउँसो 12 बजीसम्म त्यसैले गर्दाखेरि सबैलाई अनि यो निशुल्क आँखा जाँच शिविरमा आइदिनु हुन आँखा जाँचको निमित्त यहाँबाट बिन्ती चढाइरहेको छु म जेठी भुटिया अनि मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरको प्रवक्ता. So there's going to be a free eye camp on 6th, that is on Saturday, from 10 a.m. till 4 p.m. and on 7th, that is on Sunday, it will start from 9 o'clock in the morning till 12 noon. So this is being organized by Manjushri Center for Tibetan Culture, Darjeeling, and Inner Wheel Club, Darjeeling, in collaborations of Kalimpong's Jamgun Rinpoche Eye Center. So please come on 6th and 7th, Saturday and Sunday. Saturday 10 a.m. till 4 p.m. and Sunday 9 a.m. till 12 noon. So I will request all of you to come to get your eyes checked. Thank you very much. Dhanyavad.